आमा कति पर हो अब अलि परै जानुपर्छ स्या भयो कहाँ टिपेको रहेछ नि त आँप त छैन त हो मान्छे अलिअलि आँप त यहाँ पनि छ के माथि हो क्या अरे जाउँ के हिँड्न सकिँदैन क्या हो सकिँदैन यति हिँड्न धेरै चिन्ता नलिनु म बोकिहाल्छु नि बोलिरहनु भएको बोलाउँदा के पोलिरहनु भएको छ बोलिरहनु भयो नि के पोलेर खाइरहनु भएको छ जाउँ के खानु भयो पर के हो खाइदिउँ न गएर हामी पनि मालदह दसरी बिजु भन्ने त्यो सानो ल ठुलो खालको पनि छ ल कसरी दिइरहेको छ क्यारेटको थाहा छ ए ल ए ल ल ल आमा हिँड्नु ल हिँड्नु फाइनली सामुदायिक प्लटमा रोपेको आँप लिएर आइयो एक क्रेट 1200 रुपियाँ क्रेटले दिनुभएको छ एकदम राम्रो हो दसैँ र मालदह रहेछ 1200 रुपियाँ क्रेटले दिनुभएको छ दामी मलाई त खतरा लाग्यो दामी आँप छ आँप पनि फ्रेस आँप लिनुभयो चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ 2 दिन मात्र टाइम मागेको छ अब यो आँप चाहिँ सामुदायिक वनले नै बेचिरहेको छ क्या अनि उपभोक्ताले किन्न पाउँछ 1200 रुपियाँले दिनुभएको छ एकदम दामी आँप छ राम्रो खालको आँप दसैँ र कुन आँप हो आमा दसैँ र मालदह हो बम्बई पनि होइन बम्बई छैन अरे बम्बई चाहिँ छैन रहेछ यस्तै क्रेट हो यसमा 24-25 किलो हुन्छ लगभग यो दसरी भयो यो मालदह यस्तो दामी दामी आँप छ यार राखेको गो 5 को 6 को टिक्ली वाला न राखे हामीलाई पर्सी पठाउनु छ भोलि आउनु भोलि नभए त पर्सी पनि आउँछ भोलि आएन भने पर्सी त पक्का आउँछ पर्सी आउँदा त भएन पर्सी त हामीलाई बिहानै पठाउनु पर्छ त्यसो भए त आजै लानु अलि किनभने करेटको अलि गाह्रो छ के यस्तो चलिहाल्छ खानेर लाने हो 1000 रुपियाँ नभन्ने गाह्रो छ 1000 मा यिनीहरू एक करेटको यसको नि 70 चाहिँ यिनीहरू लिन्छ एक करेट मिलादिन है बगाइचा भाइहरू हामी उपभोक्ता पनि हो यस्तो उपभोक्ता नि हो सामुदायिक आँप पनि ल्याइयो होइन आमा के गर्नु उपभोक्ताले संरक्षण गर्न नसके पछाडि त है आफ्नो आँप आफैले किनेर ल्यायो यत्रो बगान छ है आँपको बगान भन्छ के भन्छ आँपकोलाई बगैँचा है ए बगैँचा चियाको पो बगान त होइन अनि के हो त आमा यो धनको पोको हो पछाडि धनपति भएर निस्किनु भएको त आमा त बोलाइ दिन्थ्यो अरे सबलाई बोलाएर अनि उपभोक्तालाई दिनुपर्ने हो दिन चाहिँ उपभोक्ता चोर छन् क्या तपाईँको दिनुभन्दा अगाडि नै चोर छन् तपाईँको तिसरा हुँदै चोरेर लगिरहेको हुन्छन् नचोरी गर्न आउनु पऱ्यो नि त खानुहुन्छ पकाएर लानु न अचार हाल्नुहुन्छ भन्ने